साथै फेरि पनि स्वागत छ विगतजीको लाइफमा युट्युब च्यानल विगतजीमा भ्लगमा तपाईँहरूलाई स्वागत छ भन्न चाहन्छु। किनभने म एभिन्यू रेस्टुरेन्ट आज घुम्न आउँदाखेरि चाहिँ यहाँ यस्तो रमाइलो लागिरहेको थिएन। धेरै मान्छेहरू चाहिँ यो एरिया चाहिँ नेपालीहरू चाहिँ धेरै रहेछ काम गर्ने होइन, त्यही भएर खुसी लाग्यो। अहिले चाहिँ म कस्तो भने यहाँ तपाईँहरू चाहिँ यो फुलहरू कस्तो के रहेछ भनेर मिठो कफीको साथमा कफी खानै हुनुहुन्छ, म खानेछु र मिठो कफीको साथमा तपाईँहरू यो भिडियो रहेछ देखाउँदैछु, तपाईँहरू हेर्दै गर्नु होला है त। अहिले बन्दै गरेको एयरबिलको नयाँ रेस्टुरेन्टमा होइन यसो घुम्नको लागि आएको थियो साथीसँग। साथी चाहिँ यता हुनुहुन्छ। यस्तो छ यहाँको चाहिँ अवस्था नयाँ है, पुरा यस्तो छ विदेशी सिस्टम है, चलिरहेको छ अहिले चाहिँ। एउटा साथी जाँदै हुनुहुन्छ माथि, म चाहिँ यो साइडमा यसो भिडियो बनाउँदै हिँडिरहेको छु। यहाँको चाहिँ कस्तो छ भने अहिले नयाँ खोलेको रहेछ, धेरै राम्रो है, पुरा झिलिमिली पुरा फुलै फुलको होइन, एकदम राम्रोसँग छ। आज धेरै नेपालीहरू काम गर्ने मान्छे हुनुहुन्छ यहाँ होइन, अनि त्यही भएको कारणले यहीँ हेर्दैछु कस्तो छ भने यहाँ यस्तो आएर चाहिँ यहाँ पुरै नेपालीहरू मात्रै रहेछ। अनि यस्तो छ फुलहरू भएको है, दामी रहेछ ठाउँ चाहिँ। अन्त तपाईँहरू सामु चाहिँ यसो भिडियोहरू लिएर म उपस्थित भएको छु। तपाईँहरूले भिडियो हेरेर मन परेर लाइक गरेर सेयर गरेर सब्सक्राइब पनि गर्न भन्न चाहन्छु। म भित्र आउने हो, भित्र आउने हो। अनि यो एरिया चाहिँ यस्तो राम्रो रहेछ, फुलै सजाएको है। अनि राम्रो रहेछ जे होस् ठाउँ। यहाँ चाहिँ पुरै हामी नयाँ जबको लागि चाहिँ मान्छेहरू चाहिरहने रहेछ यसमा चाहिँ। तर यसमा चाहिँ धेरै नेपालीहरू रहेछ काम गर्ने चाहिँ होइन। किनभने मेरो चाहिँ आज फेरि स्वर अलिकति सुकेको अवस्था छ र स्वरले गर्दाखेरि अलिक कामहरू अलिक दिएको छैन, त्यही भएको कारणले अलिक समस्या छ। यस्तो छ यहाँ चाहिँ प्रत्येक मान्छेहरू चाहिँ यहाँ नेपालीहरू चाहिँ काम गर्ने अवस्था छ र एकदम नेपालीहरू राम्रो रोजगारी रसद दिएको भएको रहेछ यहाँ चाहिँ। अनि पुरै नयाँ हो है यो एभिन्यू जुन यो एरिया चाहिँ अङ्कबाको दो साइडबाट भित्र समथिङ त्यस्तै 2 किलोमिटर समथिङ पर्नेछ है यहाँबाट चाहिँ। पुरा यो यत्रो एरिया छ होइन, पुरै यत्रो एरिया राम्रो छ, झिलिमिली सबै ठाउँ यस्तो छ, पुरै झिलिमिली हेर्नु होला भन्न चाहन्छु। यहाँको चाहिँ एकदम राम्रो रहेछ। नेपालीहरू पनि यहाँ धेरै काम गर्ने मान्छेहरू रहेछ होइन, त्यही भएर धेरै खुसी लाग्यो। गर्नुपर्छ, नेपालीहरू नपुग्ने ठाउँ कुनै देश पनि छैन होइन। अमेरिका गयो नि, जापान गयो नि, कोरिया गयो नि, जहाँ गयो नि, हामी नेपालीहरू काम गर्ने ठाउँ यस्तै हो। त्यही भएर चाहिँ अब राम्रो लाग्यो, खुसी लाग्यो। यस्तो छ, आउनुहोस्। यस्तो छ यहाँ चाहिँ प्रत्येक नेपालीहरू चाहिँ काम गर्ने ठाउँ यो रहेछ होइन। धेरै खुसी लाग्यो, नेपालीहरू धेरै देख्दाखेरि चाहिँ। अलिकति फुल चाहिँ ओइलेको अवस्था रहेछ र हिजो अस्ति अलिकति ठिकै थियो फुलहरू होइन। अहिले चाहिँ फुलहरू ओइलेर अलिकति समस्या नै देखिएको छ र दामी लाग्यो यस्तो ठाउँमा चाहिँ। एक दिन घुम्न आउनु भन्ने चाहिँ एउटा ऊ राखेको छु र राम्रो छ, हेर्नु होला। यस्तो रहेछ त एभिन्यू रेस्टुरेन्ट। तर यहाँ चाहिँ आँखाले नभ्याउने ठाउँ रहेछ क्या, धेरै ठुलो होइन, एकदम ठुलो रहेछ है। यता हेऱ्यो उता हेऱ्यो, आफ्नो मान्छे चिन्नलाई गाह्रो होइन, समस्याहरू धेरै रहेछ क्या यहाँ चाहिँ। अब मान्छे नचिन्ने समस्या चाहिँ के समस्या भन्नु, मान्छे नचिन्ने चाहिँ अलिकति ऊ रहेछ। त्यही आफ्नो मान्छे नचिन्ने साथी खोज्नलाई गाह्रो छ। तर म चाहिँ बिहानको समयमा आएको थियो होइन। अब बेलुकाको समयमा आयो भने आफ्नो मान्छे साथी भएन यहाँ भेट्न गाह्रो हुन्छ। त्यही भएर तपाईँहरूले यो भिडियो हेर्दै गर्नु होला भन्न चाहन्छु। कुनै दिन समय मिलेर बेलुकाको समयमा घुम्न आउनेछु भन्दै तपाईँहरूसम्म यो भिडियो राखेर अहिले चाहिँ म यो भिडियोलाई यहीँसम्म टुङ्ग्याउन चाहन्छु भन्न चाहन्छु। र आगामी दिनहरूमा यो भिडियो हेरेर तपाईँहरूले साथ दिनु होला, कति रमाइलो लाग्छ, खुसी लाग्छ होइन भन्दै यो भिडियो अहिले आजलाई यति नै। पछि म नेक्स्ट भिडियोमा फेरि राम्रो क्वालिटीवाला भिडियो बोकेर उपस्थित हुनेछु भन्दै आजलाई यति नै। बाई बाई, नमस्कार, अस्सलामु अलैकुम।